Hello everyone, welcome back again. हामी स्केचअपको सिरिजमा छौँ। आज म यो सिरिजमा चाहिँ हजुरलाई हाम्रो टुलबारकै लेसन थोरै सिद्धिया छैन, त्यही हेर्नेछौँ। र म यो तपाईँहरूलाई अर्बिट र पेन, जुम विन्डोज कसरी युज गरिन्छ भन्ने कुरा चाहिँ सिकाउनेछु। यो अर्बिट एक्टिभ गर्नको लागि हामीले यहाँनिर गएर अर्बिटमा क्लिक गर्नुभयो भने पनि अन गर्न सक्नुहुन्छ, अथवा अर्को तरिका कमान्ड प्रोम्पटबाट जानुहुन्छ भने इन्टर गर्नुभयो भने हाम्रो अर्बिट एक्टिभ हुन्छ। यसले चाहिँ हामीलाई यसरी रोटेट गर्न मिल्छ। हामीले बनाएको ड्रइङलाई अथवा डिजाइनलाई चाहिँ यसरी घुमाएर हेर्न मिल्यो। यसरी युज गर्न सकिन्छ। यसलाई भने ह्यान्ड टुल अथवा पेन, यसलाई चाहिँ हामीले कसरी युज गर्न सकिन्छ त, यहाँ जानु होला, पेन टुल भएकोमा क्लिक गर्नु होला। यसले चाहिँ हामीले हाम्रो अब्जेक्टलाई चाहिँ कुन साइडमा मुभ गर्न चाहिन्छ, हामीले मुभ गर्न चाहेको ठाउँमा यसरी पेन टुलको सहायताले चाहिँ यसरी मुभ गर्न सकियो। क्लिक गर्ने अनि अगाडि पछाडि माथि कुन ठाउँमा लान चाहनुहुन्छ यसले सजिलैसँग हामीले अब्जेक्टलाई सिलेक्ट नगरिकन यसरी मुभ गर्न सकिन्छ। अब यो हाम्रो एउटा जुम एक्सटेन्ड भन्ने छ। यसले चाहिँ हामीले हाम्रो अब्जेक्टलाई चाहिँ जुम गरेर ल्याउने हो। यहाँ क्लिक गर्नुभयो भने हाम्रो देख्न सक्नुहुन्छ यसले चाहिँ जुम गर्ने गर्छ भने यसले प्रिभियस गर्छ, पहिलेको अवस्थामा सुरुको अवस्थामा जान्छ र यो क्लिक गर्यो भने जुम भएर अगाडि आउँछ हाम्रो अब्जेक्ट चाहिँ। यो पोजिसन क्यामेरा भन्ने चाहिँ अर्को लेसनमा हेरौँ ल। अब यहाँनिर देख्न सक्नुहुन्छ 3D वेयरहाउस भन्ने छ। हामीले क्लिक गर्न बित्तिकै यो साइन भएको छैन। हामीले यो इन्टरनेट अन गर्नुपर्ने हुन्छ, इन्टरनेट कनेक्सन हुनुपर्छ। अनि हामीले यो 3D वेयरहाउसभित्र गएर हामीले साइन इन गरेर चाहिँ हामीले 3D वेयरहाउसबाट कम्पोनेन्टहरू डाउनलोड गर्न सकिन्छ। डाउनलोड गरेर यो स्केचअपको प्रोग्राम हामीले सजिलैसँग युज गर्न सकिन्छ 3D को लागि। अब यहाँ एक्सटेन्सन वेयरहाउस भन्ने चाहिँ यहाँनिर पनि हामीले एक्सटेन्सन वेयरहाउसहरू यहाँबाट देख्न सकिन्छ। लेआउट हो र अर्को यो एक्सटेन्सन म्यानेजर भन्ने छ। यहाँनिर चाहिँ हामीले प्रयोग गर्ने टुलहरू, एक्सटेन्सनहरू चाहिँ यहाँबाट हामीले इन्स्टल गर्न सकिन्छ। यहाँबाट इन्स्टल गर्ने अनि यहाँबाट हामीले एक्टिभ गरेर चाहिँ युज गर्न सकियो। यसको लागि हामीले पछि नै यो पनि हेर्नेछौँ फुल्ली। यसलाई डिलिट गरेँ मैले यो लाइनलाई। अब यहाँनिर हामीले ग्रुप र कपीको बारेमा आज हेरौँ।